Still a lot to go. Khatrai. Oh, way to Patibara. Bobby. Hi. Journey भनेको यही हो ठ्याक्कै पाथेर मन्दिरबाट माथिबाट हो भाले उतापट्टि मन्दिर छ अनि एउरालीमा पर्खी बस्नु मेलमिलाप छ क्या मेलमिलाप संस्थामा काम गर्छ हामी अहिले गणेश चोक आइपुग्यौं दिस इज द म्याप यो चाहिँ टिम्बु पोखरी जाने म्याप यो पालि चाहिँ अलि नभ्याउला तर डेफिनेटली जानु मन छ यो चाहिँ पाथिभरा जानुभन्दा अगाडि काबेली ब्रिजमा यहाँ चाहिँ पूजा चढाउनु पर्ने हुन्छ अनि त्यही गर्न लाग्यो इट्स गुड टु वर्शिप अगाडि पनि दिस इज काबेली ब्रिज गर्मी चाहिँ गर्मी रहेछ बट अब यहाँबाट अर्को गाडी चढ्ने त्यही हो आज चाहिँ माथि पुगिँदैन पाथिबाट आज माथि गएर बसिन्छ होला अनि भोलिपल्ट बिहान नै ओके रेडी टु मुभ टुवर्ड्स कहाँ जान लागेको अब हामी तल्लो फेदी मुकुमलुङ जान लाग्यो त्यसपछि माथिल्लो फेदीसम्म चाहिँ हिँड्दै जाने अनि त्यही बास बस्ने and this is my power bank. This is my mom. के भन्नुपर्छ तपाईँ vlog के भन्नु छैन ओके फाइनली अब यहाँबाट उकालो लाग्ने यहाँबाट तर कस्तो जाडो बाटो पनि त्यस्तै and this is the view एकदम चिसो छ बिस्तारै यहाँबाट माथि उकालो जाने अनि माथिल्लो फेदीमा गएर बस्ने अनि त्यहाँबाट भोलि बिहान 3-4 बजे उठेर पाथिभरा जाने कस्तो जाडो दिस इज द म्याप
चिसो के त पानी पनि पर्यो चिसो पनि छ लेकैमा कुहिरो यसरी जुगाड गर्नुपर्छ पानी परेको बेलामा पानी पर्यो भने जुगाड यसरी गर्ने हो जुगाड भनेको यस्तो हुन्छ पानी पर्दाखेरि के गर्नु जानै पर्यो माथिसम्म दिस इज अ गुड साइन इन्फर्मेसन पनि ठ्याक राखेको रहेछ समय गाउँदैछ बाबा र मम्मी अगाडि तपाईहरुले यहाँ हुनुहुन्छ हामी कहाँ पुग्छौं 700 मिटर मात्र बाँकी छ अब ठुलो फेदीमा पुग्नलाई भ्लग बनाउँदै पानी परिरहेछ यसरी हिँड्नु परिरहेछ Still a lot to go. पानी पर्यो एकछिन बसेको यस्तो हालत अनि मकै ठुलो फेदी सोधेको छैनौ हामी चाहिँ अहिले ठुलो फेदीमा आइपुगेर बस्यौँ ताने अब यतातिर जाने हो भोलि चाहिँ पानी पनि ठ्याक्कै रोक्यो अनि लाएर आछु कति चिसो छ ठाउँ चाहिँ राम्रो अब खाजा खान जानु लागेको छु तल बस्दा हुन्छ के गर्नु कहाँ यता त ठाउँ छैन त्यो बिल त निकाल्नु होइन आगो ताप्दै लुगा सुकाउँदै त्यहाँ खाजा रेडी हुँदैछ पानी सक्यो भने तब्बादो चौचौ र अन्डा कस्तो छ भने कस्तो छ नाइस नाइस अ मस्ट थिङ एट यो चिसो ठाउँमा तातो चौचौ इज बेस्ट तातो झोल चौचौ इज बेस्ट मन नखाने सानो छ होइन नहीं मम्मी तपाईँ त्यो चाहिँ पाथिपारा अनि अहिले हामी यता बस्दैछौँ यो चाहिँ माथिल्लो फेदी भन्छ दिस इज द भ्यू खान लाग्यो गाइस अहिलेको बिहान 4:30 भयो अब सपिङहरू गर्दै अनि त्यसपछि हामी यहाँबाट फेरि माथि उकालो माथिबाट माताको दर्शन गर्न जाने कस्तो जाडो 16 डिग्री 15 डिग्री त्यस्तै छ त तर जाडो त जाडै केही
अनि हामी बसेको होटल चाहिँ यो हो एन्ड भेरी नाइस हस्पिटालिटी तातो पानी पनि मजाको खाना पनि मिठो वाइफाई पनि मस्तको छ त्यही हो if you ever plan to come पाथिभरा यहाँ आएर बस्दा पनि हुन्छ that is the view मैले चाहिरहेको बिस्तारै मर्निङ हुँदैछ तामा धेरै छ पहिलो किरण कस्तो लागिरहेछ मलाई सम्यक अझै माथि टपमा पुगेकै छैन 5 बज्यो and still a lot to go. Finally able to see mountains. त्यो चाहिँ हिमाल रेन्ज अनि that ताप्लेजुङ बजार त्यहाँ तलसम्म चाहिँ गाडी आउँछ त्यो तल्लो फेरि भनेको त्यही हो अनि त्यहाँबाट छोटो जस्तो छ तर धेरै लामो अनि लुक एट द भ्यू म्यान यो अन्त blessed to witness यति धेरै माउन्टेनहरु यहाँबाट अझै देखिँदैन म अर्को फ्रन्टबाट चाहिँ देखाउँछु हैन यस्तो बल भ्यू छ cannot explain the emotions हुन्छ नि यस्तो बवालै छ कि view from Pathivara that side चाहिँ पुरै अब इन्डिया नै हुन्छ हैन यो पुरै हिमाल रेन्ज हाय and that is the view यस्तो मजा आइरहेछ नि पाथिभरा माता चाहिँ पुरानो हुनुहुन्थ्यो यहाँ पुरानो थियो अनि यता चाहिँ अहिले नयाँ बनाएको यो वाला सिंगल किन्न ल भयो एपिसोड अन्तिम थियो तर यात्रा भने अन्तिम थिएन गन्तव्यमा पुग्यौं तर यात्रा भने अझै सकिएकै थिएन धेरै ठाउँ धेरै कुराहरू गर्न बाँकी नै थियो आशा छ सबैलाई यो पाथिभराको यात्रा मन पर्यो होला र म आशा गर्दछु पछि आउने थुप्रै यात्राहरूलाई पनि यसरी नै मन पराउनु हुनेछ अहिलेलाई त्यति भन्दै साइनिङ आउट फ्रम दिस पाथिभरा भ्लग र अर्को यात्रामा फेरि भेट्नेछौँ त्यतिन्जेलको लागि keep the journey going on.